ताप्लेजुङको मौसम अहिलेको हालमा अत्यन्तै राम्रो छ। राम हेरौँ पानी यस्तो मिठो परेको छ र के पकाउँछौ त ढुङ्गा माटो पकाउँछौ? चलो ठीक है जा रहे हैं। आजको मौसम यस्तो छ ताप्लेजुङको पानी परेको असारमा जस्तो छ। What is this nonsense? Everybody must have to know about that. सबै छोडेर बन्द, no people rounding here. In English we say it's पानीले भिजेको बेला के करे पानी त अमृत छ। सासै नभएको मान्छे त मजाक गर्नुहुन्छ तपाईँ। आपके साथ मजाक बहुत महंगा पड़ेगा। दूध आयो हो, दूध गाउँले हो। गाउँलेहरू दुध थाप्न आएनन्। हामी त गयौँ हो, गाउँले हो। यो जिम चाहिँ कहिलेदेखि खुल्ने रहेछ र? जिम गर्न आउँ भनेको जिमै नखुल्ने हो। टक्क झडक बिहान बनाएर गाउँलेहरूलाई पानी परे जस्तो दुध थाप्नै आएन न कोही। वाटर रेजिस्टेन्सीलाई अझै वाटर रेजिस्टेन्सी बनाएको। कता अङ्कल? झारीमा तातो खोज्दै पो। पानी त के बर्खा लाग्यो अब पानीसँग डराएर भएन। लाग्यो अङ्कल। कतिको राख्ने सानी? 40 को ल आउट। ए देउटा ल हो, दुध थाप्ने गाउँले हो। ए बजारे हो पता गाउँबाट आएको। बजारे हो चाहिँ भन्नुपर्ने। थुक्का गाउँले हो भन्न। 60 लिनु भएको। ओ आन्टी निन्द्रा सुतिरहेको, निन्द्रा डिस्टर्ब गर्दै। ल आउनु त। यो भनेको दुध बेच्ने सबैभन्दा नयाँ स्ट्राटेजी हो। बजाको बजा गरेर चाहिँ मान्छे जसरी दिमाग खराब भएर आउँछ क्या साथीहरू। यो नयाँ ट्रिक हो। ल्याउँदा कहाँ गएछिन् आन्टी चाहिँ? रेटिङ नबजाऊ बिनायोले मन मेरो छिना। यस्तो छ बाटो अनि कसैको पिछवाडामा दम छ यस्तो बाटो हिँड्ने गाह्रो हुन्छ नि फेरि।
एकचोटि लड्यो भने घोडै खुली बाइक नै खुली सबै खुली त सक्दैन नि फेरि दुध आयो दुध आयो किन आउँछ नि पानी त के यस्तो नथियो अब धान रोप्नु पो जानुपर्छ दुध सुध बेच्नु छोड्ने अब झरीमा गुटुङ टुङ टुङ बिहान बिहान आन्टी राख्नु ने ल कति खान्छ ल थ्याङ्क यू कति कान्छी आधी लिटर आधी ल आन्टीहरूको लकर बाक्सो छैली चाहिँ लकर नि लकर चाबी लगाएर हेर्नु पानी त कति कति 1 लिटर नि आन्टीलाई आँखै लाग्दैन र होइन यता हो यो पहिला हामी स्कुल पहिला हिँडेको बाटो यही हो तिमीहरू विदेश बसेर यहाँ यसो गाउँघरको यसो बाटोहरूको याद आउँछ भने चाहिँ टक्कै यहाँनिर बाल मन्दिरको ओह्रालो सन भोकले पेट बिचोर्दै घर फर्केको नि याद होला यता गयो भने चाहिँ ट्याक्कै शिवालयमा त्यतिर जाने सानो हेन्जाउ टोलीहरू गाह्रो हुन्छ नि फेरि सक्छ त कसैले पानी झरेको बुझ्दैन गाह्रो हुन्छ पानी पऱ्यो झर्ना होइन कतिहरू झर्ना म त भिडियो बनाउँदै हिँड्छु नि युट्युब हुँदै फेसबुक हुँदै हाल्नु कसो गर्नु हुन्छ नि हामी त मिल्नु त हो
थोरै लैजाउँ भन्ने कुरा ल कति हालिदिनु त 3 लिटर लगाइदिनु ल ल ल हुन्छ कति अर्थ त्यसमा अनि पैसा दिइसकेको छ दुई अर्थ पनि छ हाम्रो घिउ खोइ घिउ तिन यसै नै ल 4 अरू छ कि के भन्नु यहाँनिर 2.5 लिटर गयो त्यहाँ होइन 3 लिटर भने यहाँ आधी लिटर हालिदिन्छु ल ल यहाँ आधी लिटर होइन घिउ छ प्लास्टिकमै ए हस् त धन्यवाद 4 छ 4 किन डर मार्ने फेरि खुकुरी खाइ पानी यार के पानी परेको केटा हो यार किन पानी परेको यार तिमीहरू उतानेर यसो कुरासुरा गरेर यार विदेशबाट त अलि एडभान्स अरे यसो कुरासुरा गरेर अलिक मोटर बन्द गर्नु लगा न नेपालमा त साह्रो पानी पर्यो नेपाल पनि ताप्लेजुङ भन्ने ठाउँमा चाहिँ अरू ठाउँ त मलाई थाहा छैन के पानी परेको यार यस्तो पानी परेले हुन्छ मैले जहिले रेनकोट लगाएर भयो च्यातिन्छ प्लास्टिकको खिन्छ लु दिदीले कडा पूजा गरे टु मच ठन्डी है भाइ साहब अहिले अङ्कल भन्छ छिर्छ त्यो चाहिँ निकाल्ने लु त अलि अगाडि राख्यो भए राम्रो हुन्थ्यो ल चढै सर नराख्नु हुने ल हेलो दुध आयो दुध ल किन भोलि के छ ए भोलिदेखि आउँछ आन्टीले खुकुरिया छिटो आउँछ यस्तै हो बेला त अरे ढिलो आउँदा त मलाई त काम लु लिएर आउनु त म पर्खिन्छु यी दाइकोमा रमेश दाइकोमा माग्नु नि कति दुध चाहिँ यसरी टिका लाउनुपर्छ त्यो भानु स्कुल केटा हो भानु स्कुल मेरो आदरणीय मेरो मित्रजनहरूलाई सिल्लुलु भनेर चाहिँ टक्क भानु स्कुलको नजाराहरू भानु स्कुलले माथि मन्दिर यस्तो छ राम्रै छन् होइन नराम्रो भने यहाँनिर सिधा सिलुलुलु गयो भने अन्डरग्राउन्ड छ भानु स्कुल गेटको मुनि मुनिबाट स्वात्तै पर निकाल्यो हेर्नु देखाइदिउँ अन्डरग्राउन्ड परदेखि यस्तो कडादेखि के दाजु काठमाडौँ बसेर त मोटाएर आउनु भयो क्या खोइ दाजुले नयाँ बुलेट किने फेरि हेरौँ न अब त्यो चिक्ने चमेलीवाला आएको छ मोमो पुरै कालो ब्ल्याक ब्युटी अम्म सेक्सी आएको छ त झन् अनि अरे यो नि पुरानै मोडलको पो रहेछ त यो झन् कस्तो बगाउँछ बाइक त सब बनाएर ल्याएको कति मोडलको यो यो त 18 मोडल कडा रहेछ 13000 मात्र पुगेको थियो यो चाहिँ फेरि झन् 13000 मात्र पुगेको थियो अनि मैले 2000 अहिले 15000 खर्च कुदाएँ तपाईँले मात्रै 2000 को दानु 2000 कुदाएँ ठ्याक्कै काठमाडौँ गयो भाडा त 2000 पुगेको यो झन् सेक्सी रहेछ त नि कहीँ स्केच त थिएन नि ऊपर मैले उहाँ गरेर स्केच गरेँ काठमाडौँ लगेर होइन 1 महिना अनि कुदाएको कहाँ धरानदेखि कहाँ यो त बिटामा भयो लगेको
यो बित्तामा पास गर्यो अरे गएको हिँडेको म त्यहीँ पास गरेँ त्यसो त्यता लिएर गएँ कडा रहेछ कडा 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 यो त तपाईँको 1 पिस हो त त्यो कालो प्लेट भन्दा त यो 10 गुणा राम्रो अझै तान त्यस्तै छ पुरानो मोडलको हो नि त होइन पुरानो नि सेक्सी रहेछ होला ल दामी ल बधाई छ दाजु तपाईँलाई होइन नि त्यो मुलाले उयो गरेर नि साह्रो अति गरेर मैले दिएको नि यो नभेटेको त म दिनु थिइनँ नि यो भेटेको थिएँ अनि फेरि ठ्याक्कै यो भेट्ने माछालाई त्यही दाममा यो आउने भयो अनि त्यो दाम छैन क्या त्यो 300 रुपियाँ तानै यो त के मजा छ त उडेको जस्तो फिल हुन्छ कस्तो उयो नै छैन उसलाई मतलबै छैन नि यो तान्ने कुरामा